के तपाईँलाई थाहा छ राष्ट्रिय सभाको चुनाव के हो? के तपाईँलाई थाहा छ यसमा कसले भोट हाल्न पाउँछन्? यदि यसबारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस्, हामी तपाईँलाई यसबारेमा सम्पूर्ण कुरा जानकारी दिनेछौँ। राष्ट्रिय सभा के हो? सरकारले यही माघ 11 गते गर्न लागेको राष्ट्रिय सभा निर्वाचनको बारेमा छोटो जानकारी। लोकतन्त्र केवल मतदानको प्रक्रिया मात्र होइन, यो सन्तुलन, सहभागिता र उत्तरदायित्वको अभ्यास हो। नेपालको सङ्घीय लोकतान्त्रिक व्यवस्थामा त्यही सन्तुलन कायम गर्न एक महत्त्वपूर्ण संस्था हो राष्ट्रिय सभा। राष्ट्रिय सभा के हो त? सङ्घीय संसद 2 सदनबाट बनेको हुन्छ, 1 प्रतिनिधि सभा, 2 राष्ट्रिय सभा। राष्ट्रिय सभा सङ्घीय संसदको माथिल्लो सदन हो। यसले कानुन निर्माण प्रक्रियामा गहिरो छलफल र पुनरावलोकनको भूमिका खेल्दछ। प्रदेश र स्थानीय तहको आवाज केन्द्र सरकारसम्म पुर्याउनु राष्ट्रिय सभाको मुख्य जिम्मेवारी हो। यसको संरचना र सदस्य सङ्ख्या। राष्ट्रिय सभामा जम्मा 59 जना सदस्य रहने व्यवस्था रहेको छ। यसमध्ये 56 जना सातै प्रदेशबाट निर्वाचित हुन्छन् भने 3 जना सदस्य भने विशेष योगदान पुर्याएका व्यक्तिहरूबाट राष्ट्रपतिबाट मनोनित हुने गर्दछन्। राष्ट्रिय सभा चुनाव कसरी हुन्छ त? राष्ट्रिय सभा चुनाव प्रत्यक्ष जनमतबाट भने हुँदैन। साधारण नागरिकले यस चुनावमा मतदान गर्न पाउँदैनन्। यो निर्वाचन निर्वाचक मण्डल मार्फत हुने व्यवस्था छ, जसमा जनप्रतिनिधिहरू सहभागी हुन्छन्। राष्ट्रिय सभा चुनावमा मतदान गर्ने अधिकार प्रदेशभित्रका निर्वाचित जनप्रतिनिधिहरूलाई मात्र हुन्छ। प्रदेश सभाका सदस्यहरू, नगर प्रमुख तथा उपप्रमुखहरू र गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षहरू यस निर्वाचनका मतदाता हुन्। यस प्रणालीमा प्रदेश सभाको सदस्यको भोटको तौल र स्थानीय तहका प्रमुखहरूको भोटको तौल फरक हुने व्यवस्था छ। यसले सङ्घ, प्रदेश र स्थानीय तहबीच सन्तुलन कायम गर्न मद्दत गर्दछ। यसले हतारमा बन्ने कानुनलाई रोक्दै संविधानको मर्म जोगाउँछ र सङ्घीय व्यवस्थालाई बलियो बनाउँछ। प्रदेश र स्थानीय तहका मुद्दाहरू राष्ट्रिय नीतिमा समेटिनु राष्ट्रिय सभाको महत्त्वपूर्ण योगदान हो। 2082 साल माघ 11 गते हुन गइरहेको राष्ट्रिय सभा निर्वाचन सङ्घीय लोकतान्त्रिक प्रणालीको एक महत्त्वपूर्ण अभ्यास हो। निष्पक्ष, शान्त, सुरक्षित र निर्वाचन लोकतन्त्रको बलियो आधार पनि हो। राष्ट्रिय सभा जहाँ प्रदेशका आवाज र स्थानीय तहको अनुभव राष्ट्रको नीति निर्माणमा जोडिन्छ। लोकतन्त्रलाई मजबुत बनाउन संस्थागत सन्तुलन आवश्यक छ र त्यसको आधार हो राष्ट्रिय सभा।